आजको वेदर चाहिँ पुरा जाडो छ नि त, हेर्नुहोस् पानी पर्दैछ। हेलो साथीहरू, आजको वेदर चाहिँ पुरा जाडो छ नि त, त्यही भएर चाहिँ मलाई चाहिँ पुरा आलु चप खानु मन परिरहेको छ। म चाहिँ आलु चप बनाउँदैछु। फर्स्टमा चाहिँ आलुलाई म्यास गरेर त्यसपछि अनियन हाल्नुपर्छ, अन्त रेड चिल्ली, ग्रिन चिल्ली, त्यसपछि कोरिएन्डर, अन्त रेड चिल्ली, अदुवा लसुनको पेस्ट, अन्त 1 चम्ची गरम मसालाको धुलो, त्यसपछि नमक टेस्ट अनुसार, अब कतिको खानुहुन्छ तपाईँले चर्को। त सबै इन्ग्रिडियन्ट्सहरू हालिसकेर अब यसलाई हामी मजाले हामीले मिक्स गर्नुपर्छ। अब आलु चपको ब्याटर पहिला हामीले बेसन हाल्नुपर्छ, बेसन, फुड कलर, अन्त पानी हाल्नुपर्छ। यसलाई ठिक्कैको हिसाबमा चाहिँ ब्याटर बनाउनुपर्छ। हाम्रो ब्याटर पनि रेडी भइसकेको छ। अब यसलाई चाहिँ यसमा हल्का डिप गरेर चाहिँ अचारको लागि डक्टर पनि बोल्दैछु। अचारको लागि चाहिँ डल्ले खोर्सानी, अन्त यो लसुन, टमाटर। हाम्रो अचार पनि रेडी भइसकेको छ। फाइनली हाम्रो चप पनि रेडी भइसकेको छ। अन्त आजको वेदर पनि हेर्न सक्नुहुन्छ, पानी पर्दैछ।